जापान जाने तयारीमा हुनुहुन्छ? जापान जान COE को लागि आवेदन दिँदै हुनुहुन्छ? जापान सरकारले ल्याएको छ नयाँ नियम। अबदेखि नेपाल, फिलिपिन्स र भियतनामका यात्रुहरूले अनिवार्य टिभी रिपोर्ट बुझाउनु पर्नेछ। नेपाल र फिलिपिन्सको यात्रुहरूलाई यो नियम 2025 को जुन 23 बाट लागू भइसकेको छ। तपाईले आफ्नो भ्यालिड पासपोर्ट लिएर मान्यता प्राप्त नजिकैको स्क्रिनिङ सेन्टरमा गएर आफ्नो परीक्षण गराउनु पर्ने हुन्छ। परीक्षण पश्चात सबै ठिकै भए हजुरले टिभी मुक्त प्रमाणपत्र पाउनुहुन्छ। यो प्रमाणपत्र हजुरको 180 दिनको लागि भ्यालिड हुन्छ। यो रिपोर्ट हजुरले COE अप्लाई गर्दा वा COE आइसकेको छ भने भिजा प्रोसेस गर्दाखेरि आफ्नो अरू डकुमेन्टहरूसँग सबमिट गर्नुपर्ने हुन्छ। यो रिपोर्टमा कसलाई छुट छ त? जसको स्थायी ठेगाना टिभी अनिवार्य मुलुकहरूमध्येमा पर्दैन र कुनै तेस्रो मुलुकबाट तपाईहरूले भिजा अप्लाई गर्दै हुनुहुन्छ भने त्यस्तो केसमा तपाईहरूलाई यो रिपोर्ट अनिवार्य छैन। दोस्रो, तपाईसँग पहिला नै जापानको भिजा छ र रि-इन्ट्री पर्मिटमा तपाईँ नेपाल आउनु भएको छ भने हजुरहरूलाई पनि यो रिपोर्ट चाहिँदैन। छोटो अवधिको पर्यटक भिजा वा 90 दिनभन्दा कम बस्ने भिजिटर्सहरूलाई पनि यो छुट छ। चौथो, सरकारी डिप्लोमेट्स या अफिसियल्सहरूलाई पनि यो छुट छ। कुनै डाउट भए जापानिज एम्बेसीको वेबसाइट अथवा आफ्नो एजेन्ट वा कन्सल्टेन्सीसँग पुष्टि गर्न सक्नुहुन्छ। गन्तव्य ट्राभल सोल्युसन एन्ड कार्गोले तपाईँ यस्तो डाउट क्लियर गर्न फुल असिस्टेन्स दिन्छ। साथै हजुरहरूलाई जापानको भिजा प्रोसेस गर्नु पर्यो, डकुमेन्टेसनदेखि फ्लाइट टिकटसम्मको सम्पूर्ण सर्भिस गन्तव्य ट्राभल सोल्युसन एन्ड कार्गोमा अभाइलेबल छ। आजै हामीलाई सम्पर्क गरी आफ्नो जापान यात्रा सहज बनाउनुहोस्।